गाइस आजको यो टुर्नामेन्टको होइन र मेरो विचारमा चाहिँ दाजु हुनुहुन्छ होला है ल दाजु कङ्ग्रेचुलेसन है एउटा जारी छ पो निकालिहालौँ है यसलाई एकछिन नेट छैन कि आन्ध्रमा लाग्यो यो त 1.5 किलो जस्तो नै छ नि 1 किलो ज्यादा छ यो ठुलो साइजकै छैन सेभ द फिस अर्को यता हुन्छ यहाँबाट हुन्छ please save the face guys welcome back to my new another video right here is a band time guys आज चाहिँ सेकेन्ड डे को कम्पिटिसन ओ सुभन जान्नु पर्छ गाइस ओ सुभन अब के छ हामी यहाँबाट हिँड्छौँ है डम टेन्डर हामी हिँड्छ यहाँ यो पनि यस्तो टेन्डर पनि छ है यो एरिया चाहिँ डल्लै एङ्गर्सहरू बसेको एरिया हो कसैले पनि क्याच गर्न सकेन यो चाहिँ मसिनो मात्रै भयो आज अब 11 बजीसम्म सकाइछ है तपाईँलाई देखाउने छु म स्पटमा पुगेर पाए गरी मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला गाइस हाम्रो चाहिँ अब यहाँ ब्रेकफास्ट सुरु भइसकेको छ है अब ब्रेकफास्ट गरेर चाहिँ हामी जानुपर्ने उसको लागि पेन्सनको लागि सबै यहाँनिर आएर चाहिँ लामो खाइहाल्दैछु है गाइस हामी चाहिँ माझी टारबाट अब हिँड्नु लागि रेडी भइरहेको छौँ एकदमै हामी चाहिँ हिँडिसक्यौँ यहाँ माझी टारबाट हाम्रो सेकेन्ड डेको सेसन सुरु भइसकेको छ है र मोरा दाजुले एक एकवटा सानो चाहिँ निकाल्यौँ काउन्टमा आउनुभएको चाहिँ नम्बर काउन्टमा र यहाँ सरहरू पनि हुनुहुन्छ है हाम्रो जजहरू जज साहब हुनुहुन्छ हाम्रो एकदम जज साहब यहाँ निकै सर हुनुहुन्छ खोइ त आज पनि है त्यस्तो खास होला छैन तपाईँ ल गाइस आजको यो टुर्नामेन्टको होइन र मेरो विचारमा चाहिँ दाजु हुनुहुन्छ होला है ल दाजु कङ्ग्रेचुलेसन है एउटा जारी छ पो निकालिहालौँ है यसलाई एकछिन नेट छैन कसैको नेटमा हालिराख्नु न नेट थियो यता निकाल्छ दाजु यहाँ निकाल्छ भयो पक्कै झरिकन फेरि यहाँ निकाल्छ हो छोटै यता पढाउनु प्लायर छैन प्लायर कहाँ छोड्छौ यो त जिनो आजको जिन हैन यो टुर्नामेन्टकै सबसे यो त छोड्दैन नि यो त हतपत कहाँ छोड्छ यो पुरै यसलाई त हैन जान्छ यो ग्रिपले चाहिँ ठुलो रहेछ ठुलो भन्दा यो गरामा चाहिँ लु अब लागेर न किन आन्ध्रमा लाग्यो यो त 1.5 किलो जस्तो नै छ नि
1 किलो ज्यादा छ यो यहाँ सरहरू चाहिँ यो जति पनि यहाँ कम्पिटिसनमा भएको यो जति पनि महिलाहरू है सरहरूले यहाँ उठाउँदैछ यो ब्यागमा साफ सफाई गर्दैछ है मैला पार्नु भएन है माछाको दुईटा चाहिँ डिस्टर्ब गर्नु भएन भने यहाँ चाहिँ मैलाहरू उठाउँदैछ सरले चाहिँ यसमा केस सफाई अभियान चल्दैछ कसै उहाँ दाजु आज कसै बिग क्याच गर्न दाजु टेन्सन नमान्दा हुन्छ फर्स्ट प्राइज नम्बर अफ क्याच पनि तपाईँको होला तिनवटा भयो नि है कम्पिटिसन चाहिँ छ माथि दुईवटा पनि भइरहेछ अरे र दुईवटा त मेरो पनि छ कुदाउनु भयो भने लागेको छ तिमीलाई है टाइम तर मजाले बस्यो नि टाइम टेबल त्यतिमा चकरी लागेको जस्तो पानी पऱ्यो नि त्यस्तो लागेको कि बजेको थियो मजाले मैले चाहिँ सोचेँ पानी परेर पकायो होला फेरि बस्यो होला नि गएर तल गएर यस्तो साइडमा आइरहेको थियो ट्राफिक आइरहेको थियो कि त्यहाँदेखिको याद गरेँ त्यो बिहेहरू ठिकै छ हल्लेकै थियो नि एउटा बसिरहेको छ भने है त्यहाँदेखि छोड्थ्यो मेरोबाट पानीले अब भर्खर परेको धेरै पकाएको उकाल गएको थियो अलिक माथि पुगेर चाहिँ बसिरहेको लागेको छ त्यहाँदेखि चाहिँ आधीमा आएर मात्रै याद दबाई साबुस लगभग टाइम पनि अप्ठ्यारो नाट्यो है अब सिनमा चाहिँ हामी निक्लिनुपर्छ यहाँबाट आज लक छैन दुईवटा चाहिँ निकालेँ मैले पनि मसिनो है कतै नम्बर अफ क्याचेसमा है त्यो पाइहालिन्छ कि भनेको त्यो पनि छैन हो अझै दुईवटा जस्तो लाग्दै भयो पाइगएको पनि डिपार्टमेंट चाहिँ बच्चा छाने आज नहीं लगा आज मैं अभी जो ब्लॉक में जिसका जिक्र करा था वही इंट्रोड्यूस करिए ना। हिमाचल कहाँ से आया? हिमाचल से। और कैसा लगा यहाँ? बहुत सुंदर जगह है, बहुत अच्छा है, लेकिन फीस कम है। फीस कम है और वही तो दिक्कत है। लेकिन यहाँ बेट में एक बड़ा निकाला मछली, स्पिनर में आज एक भी नहीं हुआ। जो आप मेरे स्क्रीन के सामने रहे वो हिमाचल से आए यहाँ पे, ठीक है। और यहाँ पे यहाँनिर चाहिँ आज फिसरिज डिपार्टमेन्टबाट रिलिज गर्ने रहेछ माछाहरू। पत्ले रहेछ है, पत्ले नै रहेछ। नंबर अफ क्याचमा त अब यही नै हो। तर दामी माछा चाहिँ यो माछा कत्ले भेराइटीको रहेछ। कत्ले मात्रै हो नि है, सबै कत्ले नै रहेछ है। सरहरूमा आउनुभएको छ सर है, हाम्रो बजार सर पनि आउनु भएको छ। उहाँहरूले माछाहरू यहाँ रिलिज गर्दैछ र यहाँ सबै एङ्गलर्सहरू पनि भेला भएको छ है। यहाँनिर रिलिज गर्दैछ। चिप्लो हुन्छ त खाली खुट्टा त। यही जातिको माछा यहाँ छोड्नुलाई अब पक्रेर कति के अरे खानु मात्रै, तर छोड्नु पनि पऱ्यो नि यसरी डिपार्टमेन्ट छोड्नु। यही पछि ठुलो हुन्छ त्यसले गर्दाखेरि यही फेरि सरले चाहिँ रिलिज गर्दैछ। ठुल्ठुलो साइजकै छैन भाइ। सेभ द फिस। एउटा खोलो
अब म पनि यो माछा छोडेको हिसाबले नखानु पर्यो यसो सम्झिँदा है अब छोडेर खानु भएन नि Please save the face. सबै एङ्गलर्सहरू पनि यहाँ हिजो चाहिँ माछा रिच्ने गरेको है र यसमा चाहिँ है हरेस वन विभागबाट माछाहरू चाहिँ यहाँ छोडेको छ यो फिसरिस एरियामा र अबदेखि उपरान्त चाहिँ यहाँ कसैलाई है फिसिङ गरेको पक्रेको भेटियो भने चाहिँ एकदम कडाभन्दा कडा कानुन कारवाही हुन्छ अरे त्यसैले यहाँ चाहिँ अबदेखि चाहिँ बेलुका पनि नआइदिनुहोस् है एकदम स्ट्रिक्ट हुन्छ अरे अबदेखि चाहिँ तपाईँहरूले है यो जानकारी सबैमा तपाईँहरू पनि सेयर गर्नुहोस् चाहिँ अब केही कतिजनाले भेटिहाल्यो भने चाहिँ उहाँहरूलाई चाहिँ अब एकदमै कडा कानुनी कारवाही गर्दैछ है यो हुन त यो रिजर्भ एरिया हो सबैलाई थाहा भएको कुरा है र बेलुका बेलुका अब तपाईँ माछा मार्नु आउँछ भन्ने है दाजु कम्प्लेनहरू पनि भएको छ गरेपछि चाहिँ अब चाहिँ यहाँले एकदम सेक्युरिटी टाइट गरिदिएको छ यदि पक्रिहाल्यो भने चाहिँ तपाईँलाई यहाँ फाइन पनि गराउने हर साल छोडेंगे तो अच्छा बने ना कोई नहीं लेकिन एक बार छोड़ा ये तो भाई ये अरुणाचल से हिमाचल से यहाँ पैक भी कैसे नहीं हुआ आज मेरा 2 हुआ बस छोटा हुआ यहाँ पे हाँ यहाँ बेड पे अच्छा बेड में अब तो शायद क्लोज भी होगा टाइम भी तो होगा क्लोज कितना 4 मिनट में क्या ही करेंगे डेढ़ दिन में कुछ नहीं किया 4 मिनट में क्या करेंगे ऐसा नहीं है लास्ट में चलते चलते भी मछली लास्ट थ्रो में भी बाइट मारता है और कांटा पानी में रहेगा तभी मछली तब तक उम्मीद बरकरार है अहिले पनि उठाउँदैछ म्याडमले पनि यहाँ झन्डा लाँदैछ तपाईँलाई अब दुःख है कम्पिटिसनमा घाममा डरायो है ठिकै छ हामी खेल्नेलाई नि बुढिनु तपाईँलाई कसो भयो मैले त 2टा पनि निकाल्यो मसिनो एउटा दाजुले निकाल्यो नि सिचे गान्तोक सिचेबाट आएको छ कि उसले लान्छ आजको चाहिँ 3टै लान्छ ल सायद उसले त 2टै नम्बर अफ क्याचेस पनि 3टा उसकै छ हो बिग क्याचेस पनि उसकै छ फर्स्ट क्याचेस चाहिँ माथि लग्यो भने त्यो स्पिनर चाहिँ कहाँ भएर गयो नभए सब हामी चाहिँ खोलाबाट हिँडेको है टर्नामेन्ट पनि अफ भयो र दाजुले एउटा मैले एउटा क्याच गरेँ है आजको मेरो बिग केही छैन आज होस् एउटा मजा आयो टुर्नामेन्ट है
धेरै जग्गाको मान्छेहरू धेरै जग्गाको है कहाँ कहाँ किन्नुपर्ने हो भने कहाँ कहाँ खेलेको थियो सेयरहरू गऱ्यौँ मजा आयो त्यो फर्स्ट टाइम सिक्किममा है एङ्गलर कम्पिटिसन भएको होला सायद मेरो बिचमा यो रग्बी रिभरमा चाहिँ मजा आयो। तर एउटा दाजु हाम्रो गान्तोक हुनुहुँदैछ उहाँले फर्स्ट प्राइज चाहिँ उहाँले सिच्चे गान्तोक सिच्चे र यो फर्स्ट क्याचको प्राइज रहेको छ क्यास रुपिस 10,000। यसरी नै अर्को क्याटेगोरी बिगेस्ट क्याच बेट फिसिङमा हाम्रा एङ्गलर शैलेश राईज्यू उहाँ मनोनित हुनुभएको छ र यहाँलाई पनि मञ्च अघि आई मुख्य अतिथि साथै विशिष्ट अतिथिगणको बाहुलीबाट आफ्नो पुरस्कार ग्रहण गरिदिनुमा पनि विनम्र निवेदन गर्दछु। शैलेश राई साहब गान्तोकबाट हुनुहुन्छ र उहाँको क्यास प्राइज पनि क्यास रुपिस 10,000 रहेको छ। यसरी नै अर्को क्याटेगोरी बिगेस्ट क्याच स्पिन फिसिङमा हाम्रो एङ्गलर नसिम लेप्चाज्यू मनोनित हुनुभएको छ र यहाँलाई पनि यस मञ्च अघि आई आफ्नो अवार्ड मुख्य अतिथि साथै विशिष्ट अतिथिको बाहुलीबाट ग्रहण गरिदिनुमा पनि विनम्र निवेदन गर्दछु। यो पनि क्यास रुपिस 10,000 को अवार्ड रहेको छ र नसिम लेप्चाज्यू कालिम्पोङबाट हुनुहुन्छ। यसरी नै अर्को नम्बर अफ क्याचेस बेट फिसिङ भनेर क्याटेगोरी रहेको थियो। यस क्याटेगोरीमा हाम्रो एङ्गलर शैलेश राई जो गान्तोकबाट रहनु भएको छ यहाँ मनोनित हुनुभएको छ र यहाँलाई फेरि पनि मञ्च अघि आइदिने विनम्र निवेदन गर्दै अति आदरणीय मुख्य अतिथि विशिष्ट अतिथिगणलाई यहाँलाई आफ्नो अवार्ड प्रदान गरिदिने विनम्र निवेदन गर्दै यो जानकारी गराउन चाहन्छु उहाँको यो अवार्ड पनि क्यास रुपिस 10,000 को रहेको छ। र अब लास्ट क्याटेगोरी नम्बर अफ क्याचेस स्पिन फिसिङबाट मनोनित हुनुहुने हाम्रा एङ्गलर्सहरू श्रीमान राकेश राईज्यू हुनुहुन्छ कालिम्पोङबाट, पेम्बा दोर्जी तामाङ हुनुहुन्छ र आमोस सुब्बा नाम्चीबाट हुनुहुन्छ। यहाँहरूलाई पनि यस मञ्च अघि आई आफ्नो अवार्ड मुख्य अतिथि साथै विशिष्ट अतिथिको करकमलबाट लिइदिनुमा पनि विनम्र निवेदन गर्दछु। हामीले चाहिँ सर्टिफिकेट चाहिँ पायौँ है पार्टिसिपेट गरेकोमा। औ देखाउनु र बिगेस्ट क्याच गरेर दिनु होइन ठिकै छ है। अदरवाइज हामी चाहिँ अब यहाँ है लन्च चाहिँ अलिक ढिलो भयो अलिक प्रोग्राम छ र लन्च खाएर चाहिँ अब घर वापस कुनै प्राइज त जित्नु सकिएन है। नम्बर अफ क्याचेसमा चाहिँ अलिक आशा थियो र दाजुले 3टा पारेको थियो मेरो चाहिँ 2टा मात्रै थियो है त्यसले गर्दा नम्बर अफ क्याचेस पनि उहाँले नै लग्यो। जे होस् मजा आयो। नयाँ फेरि पनि अब नेक्स्ट इयर सायद त्यस्तै कम्पिटिसन भयो भने फेरि पनि भाग लिने इच्छा चाहिँ जारी छ। र गाइस तपाईँलाई मेरो भिडियो के कस्तो लाग्छ तपाईँले लाइक कमेन्ट सेयर गरिदिनुहोस् र साथै मेरो पेजलाई है तपाईँहरूले फलो पनि गरिदिनुहोस् है। यति भन्दै मेरो भिडियो यहीँ इन गर्छु है। हस् बाई।